ओपन सर्किट एन्ड सर्ट सर्किट टेस्ट अफ ट्रान्सफर्मर। यसको लागि पहिला हामीले एज अ डिफरेन्स बिट्विन हेरौँ, त्यसपछि कम्पेयर गरेर पढेपछि सजिलो हुन्छ। सुरुमा ओपन सर्किट टेस्टमा हामीले चाहिँ यो ओपन सर्किट टेस्ट हामीले ट्रान्सफर्मरको लो भोल्टेज साइडमा गर्छौँ। यसको रिजन छ लो भोल्टेज साइडमा गर्छौँ यसको टेस्ट चाहिँ, टेस्ट डन इन लो भोल्टेज साइड। अनि सर्ट सर्किट टेस्टमा यसको टेस्ट चाहिँ हाई भोल्टेज साइडमा गर्छौँ। यसको रिजन छ हाई भोल्टेज साइड। यसको रिजन के हो त भन्दाखेरि यो लो भोल्टेज साइडमा किन गर्छौँ भन्दा यदि हामीले हाई भोल्टेज साइडमा गऱ्यौँ भने भोल्टमिटरले भोल्टेज नाप्नै सक्दैन, यति हाई हुन्छ कि भोल्टमिटरको रेन्जमै आउँदैन, त्यो भएर गर्न सकिँदैन। अनि यतातिर चाहिँ अब यो हाई भोल्टेज साइडमा गर्छौँ भनेको लो करेन्ट साइडमा गर्छौँ पनि हो, किनकि हामीलाई थाहा छ ट्रान्सफर्मरमा चाहिँ पावर चाहिँ सेम हुन्छ, एपारेन्ट पावर यस सेम हुन्छ, त्यही भएर हाई भोल्टेज साइड भनेको लो करेन्ट साइड पनि हो। अनि अर्को हाई करेन्ट साइडमा गरिन्छ क्या, हाई करेन्ट साइडमा गरिन्छ। अनि हाई करेन्ट साइडमा गरेपछि सर्ट सर्किट भनेको के करेन्ट तान्नु पर्यो, करेन्ट चाहिँ यति हाई भइदिन्छ कि एमिटरले नाप्नै सक्दैन, त्यो भएर हाई भोल्टेज साइडमा गर्नु पर्यो। अनि यो ओपन सर्किट नामै ओपन भनेपछि केही न केही त ओपन हुनु पर्यो, के ओपन हुन्छ त भन्दा हाई भोल्टेज साइड चाहिँ हाई भोल्टेज साइड हामीले ओपन राखेर टेस्ट गर्नुपर्छ। टेस्ट गर्दा हाई भोल्टेज साइड इज केप्ट ओपन भयो। अनि यहाँ फेरि सर्ट सर्किट भनेपछि त केही न केही सर्ट सर्किट गर्नु पर्यो, के सर्ट सर्किट गर्ने भन्दा लो भोल्टेज साइड इज केप्ट क्लोज्ड, क्लोज गरिन्छ। यसरी हाम्रो ओपन सर्किट टेस्ट र सर्ट सर्किट टेस्ट भयो, डिफरेन्स बिट्विन भयो। अनि अब चाहिँ हामीले यो चाहिँ डाइरेक्टली प्रोपोर्सनल टु रेटेड करेन्ट, रेटेड भोल्टेज हुन्छ। यो सर्ट सर्किट टेस्ट गर्दाखेरि डाइरेक्टली प्रोपोर्सनल टु रेटेड करेन्ट हुन्छ। अनि अर्को चाहिँ यो लसेसको आधारमा पनि हामीले डिफरेन्स गर्न सक्छौँ। लसेस यो चाहिँ कन्स्ट्यान्ट लसेस भनेको इडी करेन्ट लस प्लस हिस्टेरिसिस लस। उदाहरणको प्यारामिटरहरू फाइन्ड गर्ने मेकानिजम अथवा प्रोसेस हो। अनि यो फेरि कन्स्ट्यान्ट लस यहाँ भयो भने चाहिँ यहाँ चाहिँ भेरिएबल लस भनेको कपर लस जुन वाइन्डिङमा लस हुन्छ। कपर लस हुँदाखेरिको प्यारामिटरहरू फाइन्ड गर्नको लागि हामीले सर्ट सर्किट टेस्टको प्रोसेस थ्रु हामीले फाइन्ड गर्छौँ। अब हाम्रो यो चाहिँ मेन न्युमेरिकल गर्नको लागि चाहिँ युजफुल हुन्छ, अथवा यो चाहिँ न्युमेरिकल आउँछ, योबाट खास एकदम इम्पोर्टेन्ट क्वेसन भनेको न्युमेरिकल हुन्छ यसमा। अब ओपन सर्किट टेस्ट गर्दाखेरि न्युमेरिकल कसरी गर्ने त, न्युमेरिकल गर्ने प्रोसेस छ। अब ओपन सर्किट टेस्ट गर्दाखेरि सुरुमा हामीले अघि नै यहाँ भनिसक्यौँ कन्स्ट्यान्ट लसेस हुँदाखेरि जुन प्यारामिटर हुन्छ त्यो प्यारामिटर फाइन्ड गर्न हेल्प गर्छ यो टेस्ट युज गरेर। अब यसरी चाहिँ हामीले नर्मल्ली त्यो ट्रान्सफर्मरको इक्विभ्यालेन्ट सर्किट गरायौँ भने ट्रान्सफर्मरको इक्विभ्यालेन्ट सर्किट गरौँ। अब यसरी ट्रान्सफर्मरको ओपन सर्किट गराउँदाखेरि अब हाम्रो यहाँ चाहिँ आई नट फ्लो हुन्छ, यहाँ आइसी कोर लसको करेन्ट, यहाँ चाहिँ आई म्याग्नेटाइजिङ करेन्ट।
यो आरसी भयो, यो चाहिँ यक्स म्यु लेखौँ। अब यहाँ चाहिँ भोल्टेज सप्लाई दिन्छौँ, V1 लेखौँ। R1 भयो, X1 भयो, यहाँ R2 भयो, यहाँ X2 भयो। अब हामीले यसलाई चाहिँ एउटा ग्राफमा ढाल्छौँ। यहाँ चाहिँ भी भोल्टेज सप्लाई भोल्टेज भयो भने अनि यहाँ हाम्रो के हुन्छ, फाइ पर्पेन्डिकुलरमा हुन्छ, यो भनेको फाइ एम लेखौँ। यो चाहिँ फ्लक्स पर्पेन्डिकुलरमा हुन्छ। अनि यो भी र आई नो लोड करेन्टको बिचको एङ्गल चाहिँ नो लोड पावर फ्याक्टर हुन्छ भनेपछि यहाँबाट हामीले के इक्वेसन लेख्न मिल्छ त भन्दा यहाँ चाहिँ यो फ्लक्सकै डिरेक्सनमा आई म्यू म्याग्नेटाइजिङ करेन्ट हुने भयो, यो भोल्टेजको डिरेक्सनमा रेजिस्टेन्स थ्रु जाने करेन्ट कोर लस कम्पोनेन्ट भनिन्छ। यहाँबाट हामीले के फाइन्ड गर्न सक्छौँ भन्दा आइसी भनेको के हो, आई नट कस फाइ नट, अनि आई म्यू भनेको के हो, आई म्यू भनेको आई नट साइन फाइ नट। अनि यो हामीले चाहिँ भएपछि यो फाइ नट भन्ने फर्मुलाबाट हामीले फाइ नट भन्ने चाहिँ एउटा फर्मुला हुन्छ हाम्रो कस इन्भर्स, हाम्रो यस्तो हुन्छ डब्लु नट भनेको आई नट भी नट कस फाइ नट भयो। अब यसलाई चाहिँ यो इक्वेसनलाई यताउता लाँदाखेरि फाइ नट भनेको कस इन्भर्समा डब्लु नट बाई आई नट भी नट आउँछ। यो फर्मुला युज गरेर फाइ नटको भ्यालु निकाल्नुपर्छ पहिला फर्स्ट इक्वेसन, अनि त्यसपछि कस फाइ नटको भ्यालु आएपछि आई नटको भ्यालु पनि त्यहाँ दिया हुन्छ। क्वेसनमा गिभन चाहिँ डब्लु नट भी नट र आई नट यो क्वेसनमा गिभन हुन्छ, यो त गिभन हुन्छ। फाइ नट यसरी निकाल्ने सर्वप्रथम, अनि फाइ नट चाहिँ यिनीहरू यति यो इक्वेसन र यो तिनवटा दिएपछि निकाल्न सक्यो होइन। अनि त्यसपछि हामीले चाहिँ यो आइसी र आई म्यू पनि निकाल्न सकिन्छ। फाइ नट पनि त्यहाँ हुन्छ, अनि चाहिँ फाइ नट यहाँबाट आयो। यसलाई चाहिँ इक्वेसन 2 इक्वेसन 3 लेखौँ। यो पनि फाइन्ड गर्नुपर्छ, यो फाइन्ड गर्नु पऱ्यो, यो फाइन्ड गर्नु पऱ्यो, यो फाइन्ड गर्नु पऱ्यो। अनि त्यसपछि हाम्रो चाहिँ आरसी अनि एक्स म्यू निकाल्नुपर्छ। यही इक्वेसनमा यही उसो हेरौँ त, यो चाहिँ के छ, यो प्यारलल सर्किट छ, यो पनि यसरी प्यारलल सर्किट छ भनेपछि यो भोल्टेज चाहिँ यसमा र यसमा सेम हुने भयो, भोल्टेज सप्लाई भोल्टेज सेम हुने भयो। यो सप्लाई भोल्टेज भनेको यो भी नट लेख्दा नि हुन्छ, यो सुरुमा भी नट लेख्यौँ हामीले, यो चाहिँ भी नट भनेको सप्लाई भोल्टेज भयो। अनि त्यस यो र यो चाहिँ भी नट त सेम हुने भयो यसमा भनेपछि आइसी भनेको हुने भयो त भी नट बाई आरसी। सिमिलरली यक्स म्यू भनेको के हुने भयो, भी नट बाई आई म्यू। यसरी हामीले निकाल्न सक्छौँ। आरसी भनेको भी नट बाई आइसी, यक्स म्यू भनेको भी नट बाई आई म्यू। यसरी हामीले यसको प्यारामिटर ओपन सर्किट टेस्टको मेन प्यारामिटर भनेको के हो त, आरसी र एक्सी, कोर लसको रेजिस्टेन्स र म्याग्नेटाइजिङ रियाक्टेन्स। यसरी हाम्रो ओपन सर्किट टेस्टको न्युमेरिकल गर्न सकिन्छ। अब हामीले अर्को सर्ट सर्किट टेस्टको न्युमेरिकल कसरी गर्न सकिन्छ, सर्ट सर्किट टेस्ट। सर्ट सर्किट टेस्टमा चाहिँ गिभन के हुन्छ, यसमा पनि त्यही हो, भी आई अनि अर्को डब्लु गिभन हुन्छ। अनि यो गिभन भइसकेपछि हाम्रो चाहिँ ओम्स लबाट के छ फर्मुला, भी इक्वल टु आइजेड छ। यसरी जेडको भ्यालु आउँछ, भिआइडब्लु दिएकै छ भनेपछि भी पनि दिएछ आई पनि दिएछ भने जेड त निकाल्न सक्यो। अनि त्यसपछि अर्को चाहिँ
डब्लु भनेको के थाहा छ हामीलाई आई स्क्वायर आर यो भनेको नर्मली पी इक्वल टु आइबी भयो पी भनेको डब्लु भयो अनि आइबीमा चाहिँ फेरि आई भनेको फेरि त्यसलाई चाहिँ कसरी निकालेको अन्त पी इक्वल टु आइबी भयो होइन अनि आई भनेको फेरि पी बाई आर भयो नि त अथवा आईलाई सेम राख्नु पर्यो बी भनेको आइआर भयो अनि पी इक्वल टु आई स्क्वायर आर यसरी चाहिँ पी इक्वल टु ए स्क्वायर आरको हुन्छ पीलाई चाहिँ पावर लाई चाहिँ डब्लुको रूपमा नोटेसन गरेछौँ हामीले त्यति फरक भयो यस्तो गरेपछि यो डब्लु पनि दिया हुन्छ आई पनि दिया हुन्छ भनेपछि आरको पनि भ्यालु आयो आरको पनि भ्यालु आएपछि यो चाहिँ एउटा भयो इक्वेसन एउटा भयो एउटा फाइन्ड गर्नुपर्ने कुरा आउँछ हामीलाई जेड फाइन्ड गर्नुपर्ने चाहिँ यक्स फाइन्ड गर्नुपर्छ क्या हामीले त्यही भएर अर्को यक्स भनेको चाहिँ जेड स्क्वायर माइनस आर स्क्वायर गरेर समथिङ भ्यालु आयो यहाँबाट पनि यो पनि नेक्स्ट इक्वेसन आयो हाम्रो मेन निकाल्नु पर्ने भनेको प्यारामिटर भनेको सर्ट सर्किट टेस्टमा यो दुईवटा हो आर र यक्स यसरी चाहिँ हाम्रो सर्ट सर्किट टेस्टको न्युमेरिकल पनि कम्प्लिट हुन्छ थ्याङ्क यू